कुरा भएको छ के छ सर हाम्रो सहमति कस्तो भयो कहिलेबाट लागू हुन्छ के हुन्छ थोरै जानकारी गराइदिनु स्वास्थ्य बिमा लागू गर्ने सम्बन्धमा त हामीले बिमा बोर्डसँग सम्झौता गरिसक्यौँ सम्झौता गर्नु भनेको बिमा कार्यक्रम काठमाडौँमा लागू हो भन्ने खालको सम्झौता हो त्यो भने र हामीले अहिले चाहिँ त्यो बिमा कार्यक्रम लागू गर्नको लागि यो सबै वडा शहरी स्वास्थ्य प्रबन्धन केन्द्रहरूमा तयारी अवस्थामा राख्नलाई काम गरिरहेको छ सर जस्तो अब हामीले चाहिँ यो बिमाको जुन प्रथम बिन्दु चाहिँ हामीले सहरी स्वास्थ्य प्रबन्धन केन्द्र गर्ने हो कि के छ हाम्रो कतिवटा प्रबन्धन अहिले हामी चाहिँ हाम्रो 1 देखि 32 वडामा नै हाम्रो प्रथम सेवा बिन्दु हामीले कायम गर्ने हो तर अहिले चाहिँ हाम्रो 24 वडाहरूमा मात्रै सहरी स्वास्थ्य प्रबन्धन केन्द्रको पूर्वाधारको काम भएको छ त्यसमा जनशक्ति प्राप्ति र अरू मेडिकल उपकरणहरूको काम प्राप्तिमा गइरहेछ त्यसले गर्दा अहिले हामी चाहिँ जतिवटाबाट सक्छौँ हामी त्यतिवटालाई चाहिँ प्रथम सेवा बिन्दु कायम गरेर अगाडि बढ्ने हाम्रो चाहिँ रणनीति छ यो चाहिँ कहिलेबाट लागु हुन्छ सर अब यही हप्तामा बिमा बोर्डको जानकारी अनुसार यही हप्तामा हाम्रा यो बिमा सहजकर्ताहरूको चाहिँ तालिम हुन्छ तालिम भए पछाडि उहाँलाई हामी वडामा सहरी स्वास्थ्य प्रबन्धन केन्द्रमा खटाउँछौँ र एउटा नागरिक बिमित भएको 3 महिना पछाडिबाट उहाँहरूले सेवा प्राप्त गर्ने हामी काम गरिरहेका छौँ सर जस्तो भनेपछि अब हामीले चाहिँ जस्तो भनौँ न धेरै मान्छेहरूको चाहिँ कस्तो खालको जिज्ञासा थियो भने अब बिर टिचिङ लगाएर ठुलो अस्पतालमा एकैचोटि गएर त्यो गर्ने भन्ने थियो अब कस्तो केसमा चाहिँ बिरामीहरू त्यस्तोमा जान्छन् र कस्तो केसमा चाहिँ यो प्रबन्धन केन्द्रले मतलब के भएको खण्डमा चाहिँ त्यस्तो अस्पताल जान्छन् र केमा चाहिँ यहाँबाट घर गरिदिन्छ अहिलेसम्म धेरैको जिज्ञासा त्यस्तो छ अहिले हाम्रो तयारी भनेको चाहिँ मेडिकल अफिसर सहितको नेतृत्वमा प्रत्येक सहरी स्वास्थ्य प्रबन्धन केन्द्रहरूमा 11 जनाको टिम बस्छ र बिमा कार्यक्रम अन्तर्गत जतिवटा सेवा दिनुपर्ने हो हामी सकेसम्म त्यही सेवाहरू त्यो प्रथम सेवा बिन्दुबाट दिन्छौँ त्यहाँबाट नसकेको कुराहरूलाई चाहिँ हामी रेफर गर्छौँ त्यो हिसाबले हामी गरेका छौँ रेफर गर्ने अस्पतालहरूको हकमा बिमामा स्वीकृत अस्पतालहरूमा हामीले रेफर गर्न सकिन्छ र तर अब त्यसमा पनि एउटा कुरा के छ भने हामीहरूले सकेसम्म हामीबाट बिमित भएर रेफर भएका बिरामीहरूलाई अलिकति प्रायोरिटीमा राखेर काम गरिदियोस् रिफर अस्पतालहरूले भन्ने चाहिँ हामी त्यतातिर पनि हामीले चाहिँ छलफल चलाइरहेको छौँ हजुर जस्तो सर जस्तो अब रेफर भनेको चाहिँ जस्तो जुन पनि अस्पतालमा रेफर गर्न पाए बिमा बोर्डमा स्वीकृत भएका अस्पतालहरू जस्तो अहिले टिचिङको बिरको सिभिलले पनि अस्ति हामी कुरा भएको थियो सिभिल अस्पतालले पनि बिमा बोर्ड स्वीकृत गर्नलाई कोसिस गरिरहनु भएको छ अरू अस्पतालहरूलाई पनि अलिकति अहिलेको बिमा सम्बन्धी नियमले चाहिँ अलिकति फ्लेक्सिबल गरिरहेको छ जुन काठमाडौँ महानगर क्षेत्रभित्रका अस्पतालहरूमा स्वीकृत हुनुभएको छ ती अस्पतालहरूमा हाम्रो रेफर अस्पतालहरू हुन्छ भनेपछि कोही पनि मान्छेले काठमाडौँको प्रबन्धन केन्द्रमा गएर चाहिँ रेफर भएको केसमा चाहिँ उसले काठमाडौँ महानगरपालिकाभित्र मात्र गर्नु पर्यो बाहिर गएर गर्न पाएन त्यो रेफर महानगरपालिकाभित्रै प्रायः ठुलो अस्पतालहरू सबै छन् रेफर अस्पतालहरूमा पनि ठुलो सुविधा भएका अस्पतालहरू पनि महानगरपालिका क्षेत्रभित्रै छन् त्यसले गर्दाखेरि हाम्रा प्रबन्धन केन्द्रहरूबाट रिफर हुने बिरामीहरू महानगरपालिकाभित्रै अस्पतालहरूमा जानुहुन्छ उहाँहरू त्यहाँबाट सेवा लिनुहुन्छ भनेपछि जस्तो अहिले बिमाको हकमा चाहिँ जस्तो अब भनौँ न अब हामीले काठमाडौँ महानगरपालिकाले त अलिक पछिल्लो पटक गरिरहेछ जस्तो धेरैलाई चाहिँ जिज्ञासा चाहिँ कस्तो पनि छ भने जस्तो अब रेफरको केसमा चाहिँ धेरै बिरामीहरू चाहिँ अब भनौँ न स्वास्थ्य सहरी प्रबन्धन केन्द्रमा गएर चाहिँ हामीले त्यहाँ रेफर अथवा हामीले त्यहाँ जसाउँदाखेरि चाहिँ हामीसँग धेरै उपकरण त्यहाँ छैन त्यो भएको हुनाले चाहिँ अब भनौँ न ठुलो अस्पतालमा पनि जान पाइने हो कि भन्ने खालको त्यो छ जस्तो ठुलो अस्पतालमा एकैचोटि दिँदाखेरि चाहिँ कस्तो समस्या हुन्छ र हामीले यो यसरी मिलाएको अहिले हामीले वास्तवमा काठमाडौँ बाहिरका जिल्लाहरूमा त यो अस्पतालहरू जिल्ला अस्पतालहरूबाट पनि प्रथम सेवा बिन्दु छ तर हामी कहाँ चाहिँ काठमाडौँ महानगरपालिकामा हामीले सहरी स्वास्थ्य प्रबन्धन केन्द्र स्थापना गरेको उद्देश्य नै सबभन्दा नागरिकको सबभन्दा नजिकको चाहिँ स्थानमा हाम्रो चाहिँ अस्पताल होस् भन्ने हो र त्यसमा अहिले हामी जति चाहिँ स्रोत र साधनहरू त्यसमा राख्न सक्छौँ हामी राख्छौँ त्यसमा नपुगेको कुराहरू हामी क्रमशः थप्दै जान्छौँ र हामीले काठमाडौँ महानगरपालिकाले एउटा नागरिकलाई जुन बिमा कार्यक्रमको पोलिसी छ त्यो भित्र दिनुपर्ने सबै खालको चाहिँ सेवाहरू हामी दिने गरी हाम्रो चाहिँ जनशक्ति लगायत यो अरू स्रोत र साधनको व्यवस्थापन हामी मिलाउँछौँ भनेपछि हामीले चाहिँ जस्तो अब यही हप्ताबाट चाहिँ अब बिमा भर्ने चाहिँ यही हप्तादेखि बिमा भर्ने चाहिँ यो हप्ताबाट हुँदैन पहिला चाहिँ बिमा बोर्डले हाम्रो सहजकर्ता 1 देखि 32 जनालाई उहाँहरूले तालिम दिनुहुन्छ तालिम दिइसकेपछि हामी त्यसलाई फेरि हामी महानगरपालिका ओरिएन्टेसन गर्छौँ ओरिएन्टेसन गरेपछि हामी प्रत्येक वडामा पढाउँछौँ त्यस पछाडि चाहिँ बिमा भर्ने कार्यक्रम चाहिँ सुरु हुन्छ भनेपछि यसको लागि चाहिँ यही हप्तामा चाहिँ हामीले अब यो हप्तामा तालिम भयो भने हामी अर्को हप्ताबाट सुरु गर्छौँ
भनेपछि हामीले चाहिँ बिमा बोर्डमा सहजीकरण गर्दै होला यो टाइमदेखि हुन्छ भन्ने केही उहाँहरूको आश्वासन? अब उहाँहरूको भनाइ के छ भने त बिमित भएपछि एउटा नागरिक बिमित भएपछि त्यसको 3 महिनापछि उसले सेवा पाउनुपर्छ। हाम्रो काम भनेको 3 महिना पछाडि सेवा दिनको लागि हाम्रो संस्थाको क्षमता बनाउने हो, शरीर स्वास्थ्य प्रबन्धन केन्द्रको जनशक्ति लगायतको उपकरण सबै व्यवस्थापन गर्ने हो। उहाँहरूको काम भनेको के भने बिमित भइसकेपछि अरू चाहिँ जुन बिमा बोर्डले गर्नुपर्ने कामहरू छ त्यो कामहरू गर्ने, जस्तो उसको कुनै पनि बिरामीको चाहिँ रेकर्ड राख्नुपर्ने होला, त्यो सफ्टवेयरका पार्टहरू होला नि, ती कुराहरू चाहिँ बिमा बोर्डले गर्ने हो। हस् सर, अब अन्त्यमा जस्तो भनौँ न, जस्तो अब हाम्रो महानगरपालिकाले चाहिँ धेरै पछि यो बिमा लिएर आएको छ, यसलाई चाहिँ अझ गुणस्तरीय बनाउन, किनभने काठमाडौँ महानगरपालिका पनि हो, यसमा चाहिँ सबै मान्छे यहाँ थुप्रेको हुन्छन् होइन। जस्तो मान्छेको जिज्ञासा चाहिँ जस्तो कोही पनि व्यक्तिले चाहिँ बिमा गर्दाखेरि चाहिँ महानगरपालिकाले मात्र यो महानगरपालिकामा बिमा गर्न पाउँछ कि बाहिरको मान्छेहरूले पनि यहाँ आएर त बिमा गर्न पाउँछ कि के छ यसको पनि थोरै जिज्ञासा मेटेको? त्यो बिमा पोलिसीमा प्रष्टै लेखेको छ कि 6 महिनाभन्दा बढी अस्थायी बसोबास गर्ने नेपालभरिको कुनै पनि नागरिकहरूले यहाँको आफू बसोबास गरेको सबभन्दा नजिकको शहरी स्वास्थ्य प्रबन्धनलाई प्रथम बिन्दुमा बनाउन सक्नुहुन्छ। त्यो बनाइसकेपछि सबै नागरिकले यहाँबाट बिमा कार्यक्रममा सहभागी हुन पाउनुहुन्छ। र अर्को कुरा गुणस्तरीयता जहाँसम्म कुरा छ, हामी अब अहिले नै फर्स्ट फेजमा एकदम आशासित जनताले नागरिकले आशा गरे जस्तो त हाम्रो हुँदैन होला, तर हामी क्रमैसँग अरू अस्पतालहरू भन्दा चाहिँ हामी गुणस्तरीय रूपमा बनाउनलाई हामी काम गरिरहेका छौँ। हाम्रो सम्झौता कहिले भएको छ? सम्झौता भएको 4 दिन अगाडि भएको। 4 दिन अगाडि भएको। हस् सर, अन्त्यमा जस्तो अब बिमा यहाँ लागु हुँदैछ, के छ अब हजुर जस्तो स्वास्थ्य प्रमुख पनि भएको नाताले चाहिँ अब यसलाई अझै गुणस्तरीय बनाउन चाहिँ के कस्तो अब हाम्रो स्तरबाट पनि केही कामहरू भइरहेको होला, के छ थोरै अन्त्यमा बताएर? अब हामीले हाम्रो चाहना भने के हो भने काठमाडौँ महानगरपालिका सबभन्दा ढिलो गरी बिमा कार्यक्रम लागु हो। सबभन्दा बढी जनसङ्ख्या भएको ठाउँ पनि यही हो, राजधानी पनि यही हो, सबै नागरिकहरूको नेपालभरिका नागरिकको आशाको केन्द्रबिन्दु पनि यहाँ छ। त्यसले गर्दाखेरि हाम्रो पहिलो प्राथमिकता यसको गुणस्तरीयता कायम गर्ने। जस्तो अस्पतालमा गएर धेरै लामो लाइनमा बस्नुपर्ने, अलिक पैसा खर्च हुने त्यो अवस्थालाई अन्त्य गर्नको लागि हामीले चाहिँ एकदमै बिमा कार्यक्रमलाई प्रविधि मैत्री डिजिटलाइज गर्दैछौँ सबै। त्यसले गर्दाखेरि हामीले सकेसम्म चाहिँ यसलाई एउटा नागरिकले, एउटा बिरामीले सबभन्दा छिटो र एकदम सरल ढङ्गले उपचार पाओस् भनेर हामी काम गरिरहेका छौँ। यसमा चाहिँ सबै अब महानगरवासीको मिडियाकर्मीहरू सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा पनि गरेका छौँ। र अहिले काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले जति कार्यक्रमहरू गर्नुभएको छ त्यसमा सबै आम सञ्चार जगतले सहयोग गरेको हामीले अनुभूति गरेर यसको लागि हामी धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू सर। धन्यवाद।